मिन्याङ्बो किचन फुड एन्ड लाइफ च्यानलमा फेरि पनि तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ फेरि तपाईहरुको बीचमा यो नाकिमाको अचार कसरी बनाउने सानो रेसिपी ल्याइरहेको छु। यो नाकिमा चाहिँ हाम्रो घरमै पाएको नाकिमा डल्ले खोर्सानीलाई मजाले मैले 2 फ्याक चिरेर मजाले सुकाएको छु। दिन पनि हेर्न सक्नुहुन्छ एकदम राम्रो भएको कारण नाकिमा चाहिँ यतिको सुक्नुपर्छ, साह्रै सुकाउनु हुँदैन। यहाँनिर मैले घरमै बनाएको मिक्स मसलाहरू तोरीको मसला, जीरा, धनिया, सौंफहरू यसरी हालेर पाउडर बनाएर मैले यहाँनिर नाकिमा माथि हाल्दिएँ। अनि यो धुलो खोर्सानी पनि मैले हाल्दिरहेको छु। त्यहाँदेखि नुन स्वादअनुसार हाल्नुपर्ने हुन्छ। डल्ले खोर्सानी मैले यसको माथि राखिदिएँ। कति राख्नुहुन्छ त्यही अनुसार विचार गरेर राख्दा हुन्छ। त्यहाँदेखि मैले तोरीको तेल चाहिँ खारेर सेलाएर राखेको थिएँ। अनि यो माथि नाकिमा माथि राखिदिने हातले मजाले यसलाई मोल्नु पर्ने हुन्छ। मसला भित्र पस्न पर्छ है यो नाकिमामा। अनि यसरी तपाईको नाकिमाको अचार रेडी हुन्छ। अनि यो नाकिमाको धेरै हेल्थ बेनिफिट्स छ है। प्रेसर हाई हुँदा खायो भने पनि एउटा मेडिसिनको रूपमा है यसले काम गर्छ। अनि डायबेटिक पेशेन्टको लागि पनि एकदम राम्रो हुन्छ। So thank you for watching.